व्यक्तिहरू हुनुहुन्छ जो चाहिँ सिए ब्याकग्राउन्डको हुनुहुन्न, वा सेमी क्वालिफाई पनि हुनुहुन्न, वा बिबिएस बिबिए ब्याकग्राउन्डको एकाडेमिक डिग्रीतिरबाट हुनुहुन्छ, ब्याचलर सक्नुभएको छ होइन, ब्याचलर गर्दै हुनुहुन्छ, उहाँहरूले अकाउन्टिङमा करियर बनाउँछु भन्दाखेरि सकिन्छ कि सकिँदैन होइन। सकिन्छ भनेदेखि कस्तो खालको अहिलेदेखि नै स्किलहरू जस्तै सफ्ट स्किलहरू के सिक्नुपर्छ होइन, एआईलाई कसरी लिन सकिन्छ यसै बिचमा। सो अरू प्रोफेसनको लागि भन्दै गर्दाखेरि जस्तै अरू अरू डिग्रिजहरू लिएको साथीहरूको लागि, स्टुडेन्ट्सहरूको लागि, पर्सन्सको लागि भन्दै गर्दाखेरि चाहिँ उहाँहरूले नसक्ने हुँदै होइन होइन, उहाँहरूले सक्नुहुन्छ, मजाले सक्नुहुन्छ। यो मैले अघि पनि भनिसकेँ, कुनै रकेट साइन्स होइन होइन, मजाले सकिन्छ। किनभने एउटा जुन एकाडेमिक सेक्टरमा हामी पढेकै छौँ क्या, डेबिट क्रेडिट के हो सबैलाई थाहै छ, क्रेडिटर डेटर भन्ने, क्यास भन्ने अब कस्तो हुन्छ त, क्यास लेजर जर्नल भन्ने कुरा त अकाउन्टिङको बेसिक कुरा त उहाँहरूलाई थाहै हुन्छ होइन। तर त्यो भन्दै गर्दाखेरि चाहिँ उहाँहरूले नसक्ने चाहिँ हुँदैन। सर्टेन सफ्ट स्किल्सहरू जस्तै अहिलेको केसमा चाहिँ मैले अघि पनि भने एनएफआरएस एनएएसहरू जुन एउटा अकाउन्टिङ स्ट्यान्डर्डहरू, फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्डहरू आएको छ, त्यसको चाहिँ बरु ट्रेनिङ्स लिने होइन, त्यो सिक्दै जाने, आफूलाई अपडेट गर्दै जाने। त्यो सँगसँगै एभ्री इयर चाहिँ तपाईँको ट्याक्सहरूमा चेन्जेस आउँछ होइन, ट्याक्सेसनमा, भ्याटको कुरामा, डिफ्रेन्ट लजहरूमा चेन्जेस आउँछ। त्यो चेन्जेसमा आफूलाई अपडेट गर्दै जाने। र सफ्ट स्किलको कुरा गर्ने हो भने एकदम चाहिने भनेको एक्सेल भइहाल्यो होइन। र मार्केटमा थुप्रै सफ्टवेयरहरू छ, अकाउन्टिङ सफ्टवेयर छ, सबै सफ्टवेयर सिकेर साध्य पनि लाग्दैन होइन। अब सफ्टवेयरको केसमा चाहिँ बेसिक जुन गर्नुपर्ने हुन्छ, जस्तै एउटा सेटअप गर्नुपर्ने होला होइन, सेटअप गर्नुपर्दाखेरि चाहिँ अब सबैको सेटअप गर्ने एउटै खालको हो। कसैको अब सेटअप गर्दाखेरि त्यो हुन्छ नि, चार्ट्स अफ अकाउन्ट भन्छ क्या, चार्ट्स अफ अकाउन्ट सुन्नु भएको छ होला। चार्ट्स अफ अकाउन्ट भनेको चाहिँ अब तपाईँको कुन हेडिङ राख्ने, अकाउन्ट हेडको कुरा भयो, अकाउन्ट हेडलाई कुन ग्रुपभित्र राख्ने भन्ने कुराहरू जुन हुन्छ त्यो सेटअपहरू गर्नुपर्ने हुन्छ। प्रोजेक्ट क्रिएट गर्नुपर्ने होला, एनजिओजको सेक्टरमा प्रोजेक्ट क्रिएट गर्ने, बजेट हाल्ने कुरा होला। त्यो चाहिँ डिफ्रेन्ट सफ्टवेयरको फरक हुनसक्छ, तर एट द एन्ड उसले दिनुपर्ने रिपोर्ट, दिनुपर्ने जुन आउटपुट हुन्छ त्यो त सिमिलरै हुन्छ नि त होइन। सो प्रोसेस चलाउने कसरी भन्ने चाहिँ एक दुईवटा सिकिराख्ने, बेसिक सफ्टवेयरहरू सिकिराख्ने, अनि अरू आफूले जहाँ काम गरिरहेको छ त्यसमा चाहिँ डिटेलमा सिक्ने होइन। र त्यसलाई चाहिँ पछि भोलि गएर अर्को संस्थामा गइसकेपछि एभ्री अर्गनाइजेसनको अहिले त फेरि कति इआरपिजहरू आइरहेको छ नि त, अर्गनाइजेसनहरूले आफूलाई चाहिने अथवा आफूलाई मन लागेको टाइपले चाहिँ कस्टमाइज गरेर सफ्टवेयरहरू लिइरहेको छ होइन। सो त्यसलाई चाहिँ बेसिक कुराहरू सिक्ने, अनि त्यसलाई चाहिँ भोलि गएर जहाँ आफूले जब गरिरहेको छ त्यहाँ इम्प्लिमेन्ट गर्ने, त्यहाँ चाहिँ आफूले सिकेको कुरा नलेजलाई एप्लाई गर्यो भने